अहिले चाहिँ गाइस म यो ग्यास चुल्हा र चिम्नी हेर्नु लागि आएको छु हैन। तपाईलाई थाहा छ मैले घर बनिँदैछु फेरि नयाँ भनेर त्यसको लागि चाहिँ हेर्न आएको। अनि यहाँ हेर्नुस् न कस्तो दामी दामी चिम्नीहरू छ यो के भन्छ टच वाला रहेछ, स्क्रिन टच वाला हैन, अटोमेटिक वाला। यहाँ यो चाहिँ अलिक सानो साइजको छ, यो चाहिँ अलिक ठुलो साइजको छ हो। त्यही हिसाबले चाहिँ चुल्हाहरू हेर्नुस् न यहाँ कस्तो दामी दामी कलर पनि छ हो। अनि मलाई चाहिँ यस्तो भन्दा पनि नि यस्तो मनपर्छ फ्ल्याट वाला क्या, यस्तो यहीँ टाल्लेको यस्तो वाला चाहिँ चाहिएको। अनि यहाँ हेर्नुस् न यहाँ पनि छ है यसमा टाल्लेकोहरू 16,000 15,000 त्यस्तो छ है। अनि यहाँ पनि छ चिम्नी। अब आफ्नो घरमा जुन चाहिँ साइज हुन्छ नि, अब तपाईँहरूलाई ठुलो चाहियो कि सानो चाहियो त्यही हिसाबले चाहिँ हुँदो रहेछ क्या, यहाँनिर रहेछ पाउँदो रहेछ। यो चिटिक्क परेको सानो घरमा हुन्छ नि, फ्यामिली सानो छ भने यो पनि ठिकै छ, यो पनि ठिकै छ होइन। अनि यो चाहिँ एकदमै दामी रहेछ, मेरोको यो बहुत पसन्द लाग्यो। यो कति छ प्राइस? 18,500 मा रहेछ हेर्नुहोस् न। अनि यहाँ चाहिँ लाइटहरू सँगसँगै चाहिँ नि होइन ग्यास चुल्हा भयो, अन्त यस्तो पानी तताउने हुन्छ नि यस्तोहरू पनि छ। अन्त यो मिक्सरहरू पनि रहेछ, अन्त अरू यो ओभन छ, राइस कुकर छ। अनि यो चाहिँ गाइस तपाईँहरूले कहाँ भनेर फेरि कमेन्ट गर्नुहुन्छ। यो चाहिँ हो प्रकाश इन्टरप्राइजेस, जहाँ चाहिँ छ अघि माथि लाइट देखाइहालेँ त्यही लाइटको तलपट्टि छ यो दोकान चाहिँ होइन। अनि यो सपमा आउनु लागि चाहिँ तपाईँहरूले कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर इन्क्वायरी पनि गर्न सक्नुहुन्छ, सोध्नु सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। ल यो भिडियो हेरिराख्नुभन्दा चाहिँ तपाईँहरू भिजिटै गर्नुहोस्, यस्तो दामी दामी कलेक्सन छ है हेर्नुहोस् न। वाउ, आफ्नो घरलाई चाहिँ रङ्गाउनु छ भने चाहिँ यहाँनिर आउनुहोस्। अब म कुन चाहिँ लिने होइन, अब मलाई त त्यही मन परिहाल्यो चुल्हा। अन्त यो चिम्नी पनि राम्रो छ है, अब त्यो डिसाइड गरेर चाहिँ म जान्छु। अन्त त्यही हो फुल टुर चाहिँ मेरो घरको एक दिन गरोस् म फिनिसिङ भइसकेको बाद चाहिँ। ल अहिले मैले गराएको छैन नि त होइन। अनि तपाईँहरू आउनुहोस् यो सेवक रोडको प्रकाश इन्टरप्राइजमा। ल सो बाई बाई।